तपाईलाई यसमा कति पैसा दिनुभयो जेनजीहरुलाई अथवा घाइतेहरुलाई ठ्याक्कै भन्दा अब त्यो त अब ठ्याक्कै यति चाहिँ नभनौ अब जो सबैलाई पुग्ने यो उपत्यका भरि त सबैलाई पुग्नेलाई सबैलाई पुग्ने पैसा दिनुभयो सबैलाई त्यो पैसा कहाँबाट आयो आसी अब त्यो पैसा चाहिँ ब्याङ्कबाट आयो सुरुमा तपाईले मात्रै हेल्प गर्नु सरकार सुरुमा त मै हो ब्याङ्कको पैसा झिकेर दिनुभयो मैले ब्याङ्क निक्ले नि ब्याङ्कबाट टिप्नु भएन निकाल्ने ब्याङ्कबाट हो क्या ऋषिजी हुम्लामा गएर बस्नु न म जाँदैछु एउटा पुल जाँदैछु जानुस् त ढुङ्गाबाट जोगिनुस् ढुङ्गाबाट खसेर टक्लक ढुङ्गा झरेर टक्लक चाहिँ भिरबाट लडेर मान्छे उठेर चाहिँ कहाँ गायब हुन्छ थाहा हुँदैन कडालीमा कडालीको जनताको एउटा शौचालय बनाइदिनु भयो तपाईले शौचालयको कुरा त्यो बनाइदिनुस् मेरो आग्रह छ शौचालय त्यहाँको आवश्यकता हैन के पहिला बत्ती हैन बत्ती चाहियो शौचालय पनि चाहियो शौचालय जानलाई बत्ती चाहियो क्या बत्ती नभइकन सर्भर टोकेर आज तपाईँ सत्य बोल्नुस् तपाईँ कोबाट परिचालित मान्छे ठ्याक्कै म चाहिँ भगवान एकजना हुनुहुन्छ उहाँ को पशुपतिनाथमा बस्नुहुन्छ भगवान शिव तपाईँ अब जान जाँदै के भन्न चाहनुहुन्छ अब जाँदै जाँदै त अब घर जान्छु म अहिले भन्न चाहन्छु होइन अब तपाईँ जरुर नै बस्ने कि नेपालमा नेपालमा तपाईँसँग कुरा आइरहेको छ अहिले अनि 14 वर्ष मान्छे जेलमा बसेर उहाँ प्रधानमन्त्री भइरहेछ म जानु कुन ठुलो कुरो भएर कोही पनि नबोल्ने नि सबै चापचुप तपाईँ त इभन चापचुप हुनुहुन्थ्यो म जति बोल्ने बोल्ने मात्रै हो यहीँ बोल्ने त हो अहिले कति डलर आयो ठ्याक्कै भन्नुहोस् होइन अब मैले ठ्याक्कै यति 50-60 लाख चाहिँ बाँडेँ त्यो बेलामा 50-60 लाख डलरै बाँड्नु डलर होइन कि फेरि तपाईँ ऋषिदाइ नेपालमा छु नेपाली पैसा भन्नु च्यालेन्ज थ्याङ्क यू तपाईले मलाई डिस्टर्ब नगर्नु भन्नुभएको थियो त्यही भएर बोलाइन तपाईँ केमा तिम्रो आन्टी जस्तो लाग्छ He asked me who I am. I'm also asking you who are you? होस् कि नहोस् 84 आओस् 84 पछि 88 आउँछ 88 पछि तपाईको 79 आउँछ आर यु कमेडी मी तत्कालीन सरकारले तपाईलाई थुन्यो तत्कालीन होइन भूतपूर्व भन्नु न अब कता तत्कालीन त सुशीला जीको सरकार अहिले खत्तम के यो गरे के नि यसको माने के यो के हैन दर्शन गरे दर्शन ल मेरो पनि दर्शन ल हिजो आज दर्शन गर्ने नयाँ चलन आएछ नाम के तपाईको आशिका तामाङ चिन्नु भयो के गल्ती गर्नुभयो होइन चिन्नु पर्छ यहाँ आउनु ए ल आउँदै नफाल्नु है हाले अहिले इसो के ल कस्तो ज्ञानी लाउ खाऊ खान्छ हो इन्ट्रेस्टै छैन उसलाई खानालाई किसका बुङ्गुरे आपका बुङ्गुरे आप रोड में बुंगूर पालन करते हो भाई रोक ए दाई बुवा हुनुहुन्छ नमस्ते के खानुभयो त भर्खरै मुहा के हाल्नुभयो त भोला हाल्नुभयो भोलाको खोला कहाँ हाल्नुभयो त यस्तोमा हालेर लान्छ खसी गाह्रो हुँदैन उसलाई हजुर मान्दैन त यसको नाम सेते तिमीलाई गाडीले हान्छ के यता बस त यसको नाम के हो कुकुर कस्तो मान्छे हुँदैछ कुकुरे ओयो यसको नाम के हो कस्तो खोइ हो उसको नाम
प्रेग्नेन्सी टेस्ट गरेर प्रेग्नेन्सी टेस्ट गर्ने अनि पोजिटिभ रहेछ कस्तो बच्चा हो अनि कङ्ग्रेचुलेसन खत्तम बाई बाई पिसा फेरि ठाउँ हो यो को आशिका दी कुन गाडीमा आएको कुन गाडीमा आउनुभएको नमस्ते उडेर आएको भाइ बहिनी के पैसा माग्नु भयो भने हजुर के को पैसा माग्नु हामीहरू किनार मान्छे हो किनार मान्छे हो किनार मान्छे कस्तो किनार मान्छे अर्धनारी हो हामीहरू अर्धनारी चाहिँ मागेर खानुपर्छ काम गरेर खानु हुँदैन त्यो बहिनी त काम गरेर खान सक्छ त भर्खरकै छ त यो देख्नुभयो 1 हप्ता अगाडि बनाएको स्ल्याब एकदमै उभाएर छ हैन देख्नुभयो यो देखिन म आँखै देख्दैन तपाईँलाई सम्मान गर्न चाहन्छु म हाम्रो संस्थाबाट गुड्का खाएर कहाँ खानु खत्तम फोन खाएर कहाँ खानु गुड्काको फोन कोही बाई बाई दाइ सुन्नु उ त्यो छ नि उ त्यो टोइलेट घर हो क्या त्यो पिसाब घर म चाहिँ अहिले प्रगति टोलमा छु ओ मिसेर आउनु न यो चाहिँ अचम्म खाएको यहाँ चाहिँ अचम्म खाएको म हिँड्दै जाँदैछु है बिच रोडमा छु अब भिडियोमा गएपछि यसरी ठोकिन्छु देख्नुभयो किन ठोक्यो होला त यस्तो ओ गाईजु त्यस्तो खानु हुँदैन नि त्यो प्लास्टिकहरू घाँस खान्न ल ल धन्यवाद भन्न थ्याङ्क यू खोइ भने मिठो छ साथी मिठो छ धन्यवाद नि भन्दैन रहेछ कस्तो अचम्मको मान्छे यहाँ सन्चै हुनुहुन्छ घर कहाँ तपाईँको अनि यहाँ एउटा भैँसीज्यूले हेर्नु भएको छ नमस्ते हेर्नु कति राम्री आमा ल ओ दाइ के छ खबर ए मान्छे त ल न ल है ल कहाँबाट आइपुग्यो त नि अरे मलाई चिन्नुहुन्छ नाम भन्नु त मेरो हजुर भन्नै पर्छ एउटा मान्छे छिर्ने चाहिँ यहाँ त बङ्गलाकै मान्छे छिर्नु अम्मा के आएको उँटको जस्तो यो हेर्नु न यो के भयो यो माथिबाट के आएको कसैले पाएको छैन तिनीहरू आऊ है पाएको जति उनीहरू लाइनमा गर्नुपर्छ है ल पाएन तिमीले ल हो ल कस्तो ज्ञानी हाम्रो देशको नेताहरू भन्दा ज्ञानी Are you committing me? पोखराको बजार फोहोर हजार पोखराको बजार फोहोर हजार आउनु छ दुखो तिमी जानु सरर आउनु छ दुखो तिमी जानु यो त ओइ के गरे ओइ लौ ओइ घोडे के हो तिम्रो नाम भन त अस्ति के गर्नु घोडाबाट जन्मेयो अब यहाँ त अब भारी बोकाउँछ नेपालमा त विदेशमा भए भए त्यस्तो दुःख हुन्थेन तिमीलाई टिकट त अब हेर्न त के टिकट गर्नु त्यहाँ सरसफाइ हुनु पर्यो टोइलेट हुनु पर्यो त्यो छ कि छैन हेरेर आउँछु मलाई त्यो झर्नाको फोटोसोटो खिच्नु छैन मैले टिकट चाहिँ अब चेक गर्ने मान्छेसँग म कुरा गर्छु बहिनी है त ए छड्के चेक गर्ने मान्छे नै मै हो क्या ल हिँड एकदमै फुलेर आयो क्या भाइ एउटा गीत एकदम जनक राजा सीता हुन् छोरी जनता हुन् किन धेरै फोरी 15 वर्षपछि
पहिला चाहिँ मन बाई बाई हेर्नु नि कति धेरै मजुरहरू छ हेर्नु त यो ओहो कति राम्रो मजुरै हो मजुर तिमी कताको गजुर मयूर के छ कान्छी मजुर ठिक छ एकछिन रोक्नु है तपाईँ रोक्नु एकछिन हेर्नु न कति राम्रो राम्रो मजुरहरू कहाँ तिम्रो घर कति प्यारी झिँगा तिमी एकदम प्यारी ज्ञानी झिँगा हो तिमी ए ल जाऊ उता जा यसको नाम के हो यसको नाम कुकुर कस्तो मान्छे हुँदैछ कुकुरे ए यसको नाम के हो काले कि मोटे यसको नाम के हो तिम्रो नाम सेते हो तिम्रो नाम कत्रो बिग डग त कति मोटो त कुकुरले हेर्नु त आइसक्रिम खाएको आमा ओहो so nice dog यत्रो बिग डग and she like to eat ice cream and he like to sleep in हिमा यस्तो खालको डगको म देखाएको नजिक बाई बाई डगी ल बाई कन्डम लगाऊ डस्टबिनमा हालौ झाडीमा नफालौ